हेलो नमस्कार। आज म तपाईलाई मेरो घर नजिकै भेटेको एउटा उल्लुको दर्शन गराउँदैछु। यो उल्लु भेटेपछिको हाम्रो गन्थन पनि सुन्नुस् है। उल्लुलाई चाहिँ मैले यो प्रकृतिमा या नेचरमा भनौँ न पहिलोचोटि यसरी देखेको। अनि यो देख्दा म यति धेरै एक्साइटेड भएको थिएँ, तर मैले स्पट गरे होइन, मेरो हस्बेन्डले गर्नुभएको। तर मलाई देख्दै नदेखेर है, देखिसकेपछि मेरो हस्बेन्डले के गर्नुभयो, अगाडि आएर क्यामेरा चाहिँ छेकिदिनु भयो। क्यामेरा छेक्ने मात्र हो र हातैबाट पनि खसाइदिनु भयो। तर जति पनि तपाईँले भिडियो देख्नुभयो योभन्दा पहिला, त्यो चाहिँ यसपछि मैले उल्लुलाई फेरि फेला पारेर खिचेको थिएँ। बुढोले गर्दाखेरि सबै खतम भयो।